यो चाहिँ हो म्यानमार स्टाइलको रिक्सा। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु काभा डायरिजको मिनी भ्लगमा। आज जाउँ है त हजुरको प्यारीसँग नेल एक्सटेन्सन गर्न। ओहो, यो घाम के हो यस्तो फागुन चैतको जस्तो। धन्न मान्छे चाहिँ म बाठी नै हो, छाता चाहिँ लिएर हिँडेको छु है, अनि एकदमै एक्साइटेड छु। आज नयाँ ठाउँमा जाँदैछु कि म चाहिँ, त्यो धेरै टाढो छैन, 5-10 मिनटको वकमा पुगिन्छ भन्दै म पुगी पनि हालेँ। अब जाउँ है त भित्र, कस्तो छ एम्बियन्स भित्र भनेर। वाउ, कस्तो मलाई मन पर्यो कि, ठ्याक्क कोजीवाला होइन, क्लिन पनि थियो, मजाको लाग्यो। अनि झन् हेर्नुहोस् न, यहाँको बुनुहरू कति धेरै वार्म वेलकमिङ के, जाने बित्तिकै डिजाइन यो त्यो 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 कति हो कति हेर्न थाल्यो है, मेरो त दिमाग घुम्यो। सबै राम्रो छ, लु भयो, म यहाँबाट चुज गर्दिनँ, म आफ्नो डिजाइन्स आफै दिन्छु भनेर चाहिँ मैले हेर्न थालेँ डिजाइन्सहरू मोबाइलमा। अनि त्यसपछि यतिमध्ये एउटा दिएको छु डिजाइन मैले, त्यो लास्टसम्म हेर्नु होला कस्तो चाहिँ रहेछ त्यो डिजाइन भनेर। अनि त्यसपछि है म चाहिँ स्टार्ट भएपछि खुसी हुँदैछु, वाह भनेर भने। त्यसपछि मान्छे आउने क्रम पनि जारी थियो, आउँदै थियो, कोही वेटिङमाहरू थियो होइन। अनि हजुरलाई सक लागेन हेरेर, यहाँको हेर्नुहोस् न, यो पुरै सलुन चलाउने चाहिँ यही टिनएजर्स बुनुहरू नै हो क्या, कोही ओनरहरू छैन। काउन्टर ह्यान्डल गर्ने, सर्भिस लिने दिने सबै यो बुनुहरूले। हामी कस्तो हार्डवर्किङ, मलाई त माया पनि लाग्यो है बुनुहरूको डेडिकेसन देखेर है, एकदमै माया लाग्यो। छक्क पनि परिरहेको छु है, यो बुनुहरूले कस्तो यत्रो सानो एजमा यति धेरै स्किल्सहरू जानेको भनेर होइन। अनि त्यसपछि अब हुँदै थियो, काम हुँदै थियो है, अगाडि बढ्दै जाँदा मेरो अनुहारहरू नै थियो। अब मलाई निन्द्रा पनि लाग्दैछ, अल्छी पनि लाग्दैछ, राम्ररी हुन त गाह्रो पो छ त। अब कसरी टाइम पास गर्ने होला भनेर छटपट भएको हेर्नु न, घरि के चलाउँछु, यो युभी रेज यो लाइट चलाउँछु, कहिले के गर्छु, मोबाइल चलाउँछु, त्यो पनि भएन। अनि फेरि अर्को पटक चाहिँ फेरि यो बुनुहरूसँग बोल्नु पऱ्यो भनेर, यसो कम्युनिकेट गर्नु पऱ्यो भनेर इसाराले यसो एउटा दुईवटा वर्डहरू भन्छु है। अब अलिकति यो ल्याङ्ग्वेज ब्यारियरले गर्दा गाह्रै छ नि त। अनि ल, अब कहिले हुने हो मेरो डिजाइन्स रेडी भनेर सोच्दैछु कि, छिटो 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 भनेर भन्दै थिएँ। लास्टमा त रेडी पो भइसक्यो रहेछ। ड्यान ट्यान, मेरो डिजाइन्स हेर्नुहोस्, एकदमै सिम्पल क्लिन, डेली बेसिसमा काम लाग्ने है, एकदम सजिलो हुन्छ। अनि मैले पेमेन्ट पनि गरेँ। अब यति राम्रो नेल्स भएपछि त पेमेन्ट त गर्नु पऱ्यो नि। अनि ल हेर्नु न, मेरो मन लास्टमा भइसकेपछि पेमेन्ट चाहिँ, अनि यो गर्नु पर्थ्यो रहेछ, त्यो गर्नु पर्थ्यो रहेछ भनेर मन दोधार भएको है। सबै राम्रो लागेको थियो नि त अघि पनि। अनि ल केही छैन, होस् जे छ त्यही ठिक छ भनेर मैले त्यो त्यहाँ राखेँ त्यो डिजाइन्स। अनि ल मेरो लास्टमा भ्युवर्सलाई हाई गरिदेऊ बुनु भने सबैजनाले चाहिँ हाई गर्ने गरिदियो। ल म पनि जान्छु है त बस भनेर बाई गरेँ, मैले बाई गरेर हिँडेँ। जाँदा यो क्युट भुकुलु देखेँ क्या, कति मजाले हेरेको के मलाई होइन। अनि बाहिर त निस्किँदा इभिनिङ टाइम भइसकेको थियो, फुटपाथमा त्यस्तै जाम, रोडमा त्यस्तै जाम, ओफ 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 भन्दै त्यो बाटो त्यहाँ कर्दै हिँड्दै जाँदैछु। अब यताउता गर्दा गर्दै पुगी पनि हालेँ। अनि हजुरलाई आज मेरो मिनी भ्लग कस्तो लाग्यो होला कमेन्ट गर्न नबिर्सिनुहोस्। अनि थ्याङ्क यू फर वाचिङ, सी यू अन नेक्स्ट भ्लग।